आज हामी यहाँ वाचिपा सेट तयार गर्दैछौँ। मेरो बुबा भाले लिएर बस्नुभएको छ। यो वाचिपा सेट चाहिँ विशेष गरी कुखुराको परिकारबाट बनाइने एउटा परिकार हो र यो हाम्रो राई समुदायमा एकदमै धेरै प्रचलित र महत्त्वको साथ खाइने एउटा परिकार हो। यसको लागि चाहिँ कुखुरा काटिसकेपछि लामो लामो प्वाखहरूलाई चाहिँ थुत्नुपर्ने हुन्छ र बाँकी रहेको यो सानो सानो भुत्ला अथवा रौँलाई चाहिँ त्यतिकै छोड्नुपर्ने हुन्छ। त्यो लामो लामो भुत्लालाई चाहिँ प्वाखलाई चाहिँ थुतिसकेपछि मजाले आगोमा चाहिँ पोल्नुपर्ने हुन्छ। त्यो सानो सानो भुत्लाहरू चाहिँ सानो सानो भइन्जालसम्म त्यसलाई फाल्ने होइन कि त्यही पोलिरहन दिने, जलिरहन दिने र अन्तिममा त्यो भुत्लाहरू चाहिँ घुम्रिएर गोलो गोलो भएको हुन्छ, त्यो डल्लो डल्लो भएको हुन्छ। त्यसलाई चाहिँ एक ठाउँ जम्मा गर्नुपर्ने हुन्छ राम्ररी। अनि त्यो जम्मा गरिएको त्यो धुलोलाई चाहिँ मजाले हातले मिचेर धुलो बनाउनु पर्ने हुन्छ र मजाले चालेर त्यो बाँकी रहेको ठुलो ठुलो भुत्लाहरूलाई चाहिँ फाल्नुपर्ने हुन्छ। त्यो तयार भइसकेपछि चाहिँ कुखुरा धोइसकेपछि खुट्टा, पखेटा, टाउको, मुटु, कलेजो यस्तो कुराहरूलाई चाहिँ मजाले काटेर किमा जस्तै सानो 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 टुक्रामा बनाइसकेपछि कुकरमा पकाउँदा पनि भयो, कराही अथवा अन्य कुनै सजिलो भाँडामा पकाउँदा हुन्छ। अनि चामल थोरै भिजाउने, अनि चामल भिजाइसकेपछि मरमसला रेडी गर्ने अनि पकाउने। मासु त्यो तयार गरेको किमालाई मजाले भाँडामा पकाउने अनि त्यो चामल पनि एकछिनमा चामल पनि मिक्स गर्ने अनि मजाले चलाएर अनि मरमसलाहरू पनि त्यसमा एड गर्ने, सबै एड गर्ने अनि एकछिनमा चलाइसकेपछि अलिक पाकिसकेपछि अघि हामीले तयार गरेर राखिएको जुन त्यो धुलो थियो त्यो धुलोलाई चाहिँ लाउने, भाँडामा लाउने अनि सिट्टी एक दुई सिट्टी लगाएपछि चाहिँ अनि ठिक्क हुने गरी चाहिँ पानी लगाएको हुनुपर्छ। अनि चाहिँ हाम्रो वाचिपा सेट तयारी हुन्छ। यो चाहिँ एकदमै महत्त्वको साथ खाइन्छ, औषधिको रूपमा पनि प्रयोग गरिन्छ ढाडहरू दुखेको